Hello guys, good morning. Welcome back to my channel. It's me Sangeeta Sai Pokhrel and you are watching my YouTube channel Sarthak Pokhrel Vlog. So guys, अहिले बिहानको 10:30 हुन लागिसकेको छ र मैले बिहानको सम्पूर्ण कामहरू सकेर योगा पनि गरेर नुहाई पनि गरेर भ्याइसकेको छु किनभने आज बाबुलाई घुमाउन लिएर जानु छ बाहिर र आफ्टर सो लङ टाइम कपाल सपाल पनि मैले कोरिसकेको छु। चिसैमा कपाल कोरेर हल्का हल्का सुक्न पनि लागिसकेको छ र मेरो ब्याक साइडमा बाबु भने बिहान उठेर अहिले ल्यापटपमा गेम खेल्दै हुनुहुन्छ, झ्याउला भन्दै हुनुहुन्थ्यो र अब एकछिनमा बाबुलाई नि नुहाइदिन्छु। पानी बसालेको छु बाबुलाई नुहाइदिनलाई। अब बाबु त्यो पानी तातेपछि बाबुलाई नुहाइदिन्छु र खानसाना खाएर रेडी भएर आज कतै जानेछु हामी। बाबुले चाहिँ बल्लेर पार्कमा जाउँ भन्नुभएको छ। हुन पनि अब जाडो छ नि त, गर्मी के अरे घाम लागेको छ बाहिर। सो पार्कमा गएर म चाहिँ घाम ताप्छु, बाबु र बुढा चाहिँ बल खेल्नुहुन्छ अथवा कतै कतै गइन्छ होला, आई डोन्ट नो कहाँ कहाँ गइन्छ। सो बाबुले पार्कको डिमान्ड गर्नुभएको छ, बाबुलाई पार्क त अवश्य लिएर नै जानेछौँ र बाबुको पानी पनि उम्लियो, आवाज आइसकेको छ गाइज। अब बाबुलाई फटाफट नुहाइदिन्छु, खाना खान्छु, रेडी हुन्छु र हजुरहरूलाई केही समय भेटौँला। आफ्टर अ लङ टाइम घरबाट हामी बाहिर निस्किँदैछौँ र अहिले जाँदैछौँ हामी बाराही स्कुलतिर पार्क खोज्दै। सो बाराही स्कुलको साइडमा पनि एउटा पार्क छ, फुटबल ग्राउन्ड छ, त्यहाँ पनि थोरै खेल्ने कुराहरू छ। त्यहाँ बाबु खेल्न मान्नु भने त्यहाँ खेलाउँछौँ। हेरौँ अब त्यहाँ पहिलाको जस्तो खेल्ने कुरा छ कि छैन। एक्सर्साइज गर्ने सामानहरू त थियो, त्यसैमा खेलेर पहिला बाबुले इन्जोय गर्नुहुन्थ्यो। त्यही भएर पनि त्यो पार्कमा हामीले अहिले लिएर जाँदैछौँ बाबुलाई। यो पार्क हो होइन, त खेल्ने ठाउँ बास्केटबल हो, पिङ्क रहेछ, त्यहाँ खेल्नुहोस्। पार्क खोज्दा हैरान हुनुभयो त। घर जाऊँ के टिभी हेर्न त सुर्छ क्या, अर्को के हेर्नु, घर जाऊँ भन्नु सुन्नु दिन्न नला नि जानु। स्कुलभित्र कहाँ जानु दिन्छ, यहाँ होला, यहाँ ल यहाँ नि बल खेलेर गेम रहेछ। यहाँ उता अगाडि हेर्नु त क्याच हो ल, बल ग्राउन्डबाट बाहिर अगाडि हेर्नु फेरि म त नि यहाँ कोतारी। सो गाइज फाइनली पार्क खोज्दै हामी आइपुग्यौँ अहिले फेवातालमा। यहाँ केही निर्माणका कामहरू हुँदै रहेछन्, के बनाउँदै रहेछन् हेरौँ त बाबु। एउटा त होइन, एउटा माछाको पुच्छर देखेँ है बाबु, मेटलबाट बनाएको माछाको पुच्छर है। कताबाट जाने भन? बाबुले चाहिँ यहाँ घर जाऊँ मलाई झ्याउलायो भन्दै थियो, जबरजस्ती यहाँ लिएर आएको। माथि जाने त्यसलाई टिभी हेर्न मन लागेको, त्यही भएर हो कि है। टिभी मिस गरेको छैन हो, टिभी मिस गरेर हो क्या तँलाई घुम्न मन नलाग्यो। बोट चढ्ने र यो गाई हजुरहरूले नि यो भ्यूको मजा लिनुहोस्। सो गाइज अहिले हामी आइपुगिसकेका छौँ फेवातालमा। फेवातालको भ्यू हेर्दै माइन्डलाई फ्रेस गर्नलाई, र यहाँ चाहिँ मान्छेहरूको थुप्रै भिड रहेछ र बस्ने ठाउँ पनि रहन्छ। र बाबु र म एकछिन यहाँ उभिएर भ्यूको मजा लिँदैछौँ। बाबुलाई बोटिङ गर्ने भनेको बाबु मान्नु भएन र अरूहरूले बोटिङ गरेको हेर्दै र फेवाताल र डाँडा काँडाहरूको भ्यूको मजा लिँदै एकछिन रिल्याक्स गरेर बस्यौँ। मन्दिर जाने यहाँबाट मन्दिर जाने। अब हामी लाग्दैछौँ त्यतातिर, सरी माथितिर लाग्दैछौँ गाइस, तल नजाने।
फेवातालको आँगनमा लैलै माछा पुछरे छाया। सो गाइज हजुरलाई पनि फेवातालको आँगनमा स्वागत छ र आजकल फेवातालको आँगनमा यो सिङ्गल बोटिङको निकै चहल पहल रहेछ। यो प्लास्टिकवाला बोटिङ जोसुकैले पनि गर्न सक्ने गर्न मिल्ने टाइपको रहेछ। यो देखेर मलाई पनि गरौँ गरौँ त भइराखेको थियो, बट म अलिक डरपोक छु, पानीदेखि एकदम डराउँछु गाइज। र यसरी बोटिङ गर्नेहरूको भिड हेर्नुहोस् यहाँ। र यिनीहरू दुईजना ले अहिलेसम्म बोटिङ गरेकै रहन्छन् र यहाँ फर्स्ट टाइम बोटिङ गर्दै रहेछन् र हिम्मतवाला नै मान्छु मैले यिनीहरू दुईजनालाई। सो यो बोटमा चाहिँ सिङ्गल पनि बोटिङ गर्न मिल्ने र डबल पनि बोटिङ गर्न मिल्ने रहेछ। उहाँ चाहिँ सायद इन्डियन हुनुहुन्छ होला, इन्डियाबाट यहाँ नेपाल पोखरा आउनु भएको रहेछ। र यहाँ बोटिङ गर्नेको सङ्ख्या हेर्नुहोस् न कति धेरै, पुरै ताल भरिन लागिसकेको छ यस्तो सिङ्गल बोटिङ गर्नेहरूले। हेर्नुहोस् त आमामामा कमिलाको ताती जस्तो लागिरहेको छ मलाई चाहिँ यो देखेर, अरूले गरेको देखेर मलाई पनि गरम गरम त भएको थियो, बट म पानीदेखि एकदमै डराउँछु गाइज। डुब्छु कि डुबिन्छ कि भनेर। हुन त लाइफ ज्याकेट पनि हुन्छ र यो बोटिङ त्यति साह्रो अनसेफ चाहिँ छैन। सो गाइज अहिले भने हामी स्केटिङ खेल्ने ठाउँमा आइपुगिसकेका छौँ। बाबुले नि खेल्छु भन्नुभएको थियो, तर बाबुले अहिलेसम्म खेल्नु भएको छैन, त्यही भएर लड्नुहुन्छ भनेर। खेल्छु भनेको खेल्छु अरे। ओ लड्यो तँ जत्रो रहेछन् बाबु, धेरै जस्तो त। जा खेल बाबु, म त सक्दिनँ, बुढी भयो। लड्ला यिनीहरूले खेलेको देखेर मैलाई डर लाग्यो, बिचरा दुस हानुपर्छ त, लड्यो गरे। यसै समातेर सिक्ने हो क्या पहिला। कहाँ ब्रेकुने गाडीहरू ब्रेकुने हुन्न, आफै कन्ट्रोल गर्ने होला नि। स्केटिङ खेलेको हेरेर अहिले हामी जाँदैछौँ गेमिङ जोनतिर। सो फन पार्कभित्र बच्चाहरूले खेल्ने खालको गेमहरू छ कि छैन भनेर हेर्न आएका छौँ। र यहाँ नआएको पनि थुप्रै भइसक्यो, आई डोन्ट नो के छ के छैन। सो इन्ट्री गर्ने बित्तिकै यहाँ गेम खेलेको हजुरहरूले देख्न सक्नुहुनेछ। यो चाहिँ ठुलोहरूको गेम हो, बाबुले खेलौँ भन्नुभएको थियो, तर मलाई आजकल यो खेल्न पनि डर लाग्छ, त्यही भएर त्यो खेलिएन। र अर्को जोनतिर जाँदैछौँ जहाँ चाहिँ बच्चाको सेक्सन रहेछ, त्यहाँ हल्का फुल्का गेमहरू रहेछ। बाबुले त्यहाँ खेल्छु भन्नुभयो र हामी त्यहाँ इन्ट्री गर्दैछौँ। गाइज अघि हामी त्यता थियौँ स्केटिङ खेल्नेतिर, त्यहाँ हेऱ्यौँ र अहिले यहाँ आएको छु। बाबुले चाहिँ यो खेल्छु भन्नुभयो गाडी, बाबुलाई गाडी खेलाइदिनको लागि। खेल्छस्? यहाँ टिकट काट्दै हुनुहुन्छ। पहिला यो खेल्थिस् बाबु, घाटपट्टि निमे गएर यस्तै खेल्थिस्, सम्झिस्? त्यो खेलेपछि यो खेलेपछि के खेल्छ? बन खाले? गाइज हेर्नुहोस् यहाँ बच्चाहरूको यस्तो गेम पनि रहेछ। बास्केटबल खेल्ने हो। फाइनल्ली बाबुको टर्न आयो गाइज। जान्दैन कि बिचारा, यता लिएर आऊ, यता सिधा लिएर आऊ। फर्स्ट टाइम खेल्दैछ गाडी बाबुले, त्यही भएर बाबुलाई सिधा लिएर यता घुमा। फर्स्ट टाइम खेलेको भएर नर्भस भएको छ सायद। बिस्तारै बाबुले गाडीको स्पिड लिनुहुनेछ। ये ल्याउ ये टर्न।
बाबुले राम्रो खेल्न सिक्दै हुनुहुन्छ गाइस। यहाँ गीत बजेको भएर थोरै थोरै टाइम ल्याप्समा खिच्दैछु, थोरै थोरै भोइस दिएर खिच्दैछु। ए ल बाबुलाई आयो भएपछि आएन त गाडी चलाउन आइहाल्यो। ए पोखरा 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 स्पिडमा चाहिँ अलि जानु होइन, बिस्तारै बिस्तारै खेलेपछि आइहाल्छ। यति भएपछि बाबुको भ्याकेसन कम्प्लिट भयो। स्पिड पक्र्दै हुनुहुन्छ बाबुले। ए रेस चल्दैछ बाबुको। सार्थक 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 सार्थक। कस्तो भयो? मजा आयो? कति मजा आयो गाइस? अब चाहिँ गन सुट गर्ने पालो आयो। है त टोपी खोला, त टोपी खोला न, टोपी खोल्न, टोपी ल हान्न त्यहाँ समान त्यहाँ समान म फोटो खिच्छु क्या। टार्गेट गऱ्यो, टार्गेट 11 पटक हान्न पाइन्छ अरे। वा अनि के हुन्छ त नि प्राइज? बेलुन लान, बेलुनलाई माथि हाल्न। भने जस्तो कहाँ सजिलो हुन्छ त नि। हान हान खेल खेल मजाले। कति भयो? बेलुन हाल्न, बेलुनमा हाल्न लान। यहाँ हेर्नु माथि गर। कतिवटा भयो? हान हान ल। कता कता हेर्नुहोस् बाबु। सो गाइस बुढा त्यताबाट जाँदै हुनुहुन्छ र बाबु र म यो ग्राउन्डबाट त्यतातिर निस्किँदैछौँ। कहाँ भाउ जाने हो? पहाडमा त अहिले नजाऊँ, दिदी आइसजाऊँ ल। बाबुलाई चाहिँ यो फुटबलले ताने जस्तो छ क्या। यो ग्राउन्डमा धुलो खाँदै जाने अरे क्या। त्यता सफा बाटो थियो, यहाँको धुलो खाँदै जाने अरे क्या। होइन होइन अरे भोक लाग्यो क्या बाबुलाई। धुलो खाएर जाऊँ मम्मी भने। ल हेर्नुहोस् गाइस ताल वरिपरिको भ्यू हेर्नुहोस् र भिड हेर्नुहोस्। लास्ट टाइम बाइकहरू स्कुटरहरू गाडी खिच्न सक्छ। कुनै नि नेपाली गाडी छैन र? फाइनली गाइज वी आर ब्याक होम। र बाबुलाई बाहिर लिएर गएको घुमाउनको लागि, भ्याकेसनलाई इन्जोय गराउनको लागि। तर बाबु बोर फिल गर्नुभयो बाहिर। घरै जाऊँ भनिराख्नुभएको थियो। धन्न गाडी खेल्दाखेरि थोरै मजा आयो। र लास्टमा स्केटिङ पनि खेल्छु भन्नुभएको थियो। सुरुमा स्केटिङ किन खेल्दिनँ भनेको अरे बाबु? त्यहाँ बच्चाहरू लडेको देखेर मन लड्छु कि भन्ने सोचेर बाबुले खेल्दिनँ भन्नुभएको रहेछ। अनि फर्किँदाखेरि खेलौँ भन्नुभएको थियो। अब त्यहाँ 1 घन्टा चाहिँ टाइम उनी गर्नुपर्ने थियो नि त। 1 घन्टाको 200 रुपियाँ रहेछ। सो अर्कोचोटि जाँदाखेरि खेलाउँछौँ बाबुलाई। हामीले स्केटिङ पनि र मलाई पनि खेलौँ भएको थियो। आज त कुनै किन हो स्केटिङ खेलौँ भएको थियो। नेक्स्ट टाइम छोरी आयो भने बाबु छोरी र म भएर स्केटिङ पनि गर्नेछौँ गाइज। सो अब भने कपडा सपडा फेर्नुपर्छ र एकछिन रेस्ट गर्नुपर्छ। बडी एकदमै थाकिरहेको थियो। जानुभन्दा पहिला पनि मलाई पनि जान मन लागेको थिएन। बाबुलाई पनि खासै त्यति इन्ट्रेस्ट लागेको चाहिँ रहन्छ जानलाई। किनभने बाबु यत्रो दिन घरै बसेर टिभी हेर्ने बानी बसेको नि त।
त्यही टिभीलाई मिस गर्दै हुनुहुन्थ्यो बाबुले। सो एकै दिन भए पनि बाबुलाई 1-2 घन्टै भए पनि यसो बाहिर आउटिङमा लिएर जान पायौँ र म पनि जान पाएँ। मलाई फेवातालको त्यो बोटिङ गरेको भ्यू बसेर हेरिराख्न मन लाग्थ्यो, कसले कसरी बोटिङ गरेछ भनेर हेर्न मन लाग्थ्यो त्यहाँ छेउमा बसेर घाम तापेर। बट बाबु त्यहाँ बसेर हेर्न मान्नु भएन। सो जे भए पनि 1 घन्टा 1.5 घन्टा 2 घन्टा जति भए पनि हामीले बाहिर टाइम स्पेन्ड गऱ्यौँ। एकदम माइन्ड फ्रेस भयो, यत्रो दिनको ह्याङ भएको दिमाग फ्रेस भयो। अब भने रेस्ट गर्नुपर्छ। मर्निङ गाइज, वेलकम ब्याक टु माई च्यानल, सेम ब्लग अनदर डे। सो गाइज आज चाहिँ बाबुको छुट्टीको लास्ट दिन हो, भोलिबाट स्कुल जानु छ बाबुलाई। र अहिले हामी आएका छौँ छतमा घाम ताप्नको लागि। र अहिले बजिसकेको छ घडीमा 9:30 घाम ताप्दै पानी खानको लागि। र सरसफाइको सम्पूर्ण कामहरू, योगा एक्सर्साइज सबै सकेर अहिले माथि हल्का वाक गर्दै छतको नि सरसफाइ गरौँ। बाबुलाई पनि छतमा एकछिन घाम तताउँदै यो खेल्न दिउँ भनेर अहिले माथि आएका छौँ हामी। र आज लास्ट दिन हो, यसरी मर्निङमा इन्जोय गरेर मर्निङलाई स्पेन्ड गर्ने। सो फ्रेन्ड्स, भोलिबाट स्कुल हुन्छ र यसरी मौसमको बिहान बिहान मजा लिने टाइम पनि पुग्दैन, बिहान बिहान हतार हुन्छ। र आज सोचेँ कि जाउँ छततिर एकछिन हल्का वाक पनि गरौँ र यो पोखराको भ्यूको मजा पनि लिउँ। सो हिमालको भ्यू एज युजुअल त्यस्तै छ गाइज, हिउँ परेको छैन र हेर्नु माछा पुछ्रे काले देखेको छ र साइड साइडको हिमालहरूबाट पनि बरफहरू पग्लिँदैछ, पानी परेको छैन, मौसम एकदम यस्तो टाइपको भएको छ गाइज। र महादेव भगवान र बुद्ध भगवानको दर्शन गर्नुहोस्। बुद्ध भगवान र महादेव भगवानले हजुरहरू सम्पूर्णको रक्षा गरून्। यताबाट सरङकोटको भ्यू। सो मौसम घाम लागे पनि अलिकति तुवालो तुवालो लागे जस्तो छ, न्यानो छ बिहानमा। चिल हेर्नुहोस् कति मजाले आकाशमा उडिरहेको छ र तल आफ्नो शिकार खोज्दैछ पखेटा। हेर्नु न, चुइँ गरेर उड्छ नि, क्या मजाले आनन्द लियो होला जस्तो लाग्छ कि यो चिल उडेको देख्दाखेरि। यिनीहरूको फाइटहरू देख्दा पनि मलाई एकदम आनन्द हुन्छ। चराचुरुङ्गी देख्दा मन नै एकदम आनन्द हुन्छ गाइज। हेर्नुहोस्, वाउ, जस्ट लुकिङ लाइक अ वाउ। देखो न गाइज, देखो न, देखो न, देखो न गाइज, देखो न, इधर हिमाल देखो न गाइज, देखो न, देखो न, इधर चिल देखो न गाइज, देखो न, देखो न, देखो न, पोखरा का व्यू देखो न, देखो न गाइज, देखो न, और मेरे छत के बेहाल व्यू देखो न गाइज, देखो न, देखो न, देखो न। अब मैं इसमें हिन्दी बोल्न लागेको छु। अब म छतमा सरसफाइ गर्छु गाइज। यो पानी सकेर यो पानी सक्छु अनि कसेर ससेर लगाउँछु, छतलाई नि चिटिक्क बनाउँछु। सो आज रिल्याक्स गर्दै बित्नेछ हाम्रो दिन घरमै। मेरो हालत हेर्नुहोस् है त, ब्याक क्यामेरा गरेर मेरो हालत हेर्नुहोस्। बिहानको समयमा चिसो नै हुन्छ, घामै लागे पनि। सो टोटली प्रोटेक्ट गरेर आफूलाई अहिले छतमा वाक गर्दैछु। देखो न गाइस, देखो न, देखो न, देखो न, कहाँ चला गया हमारा ब्युटिफुल सा हिमाल। देखो न, देखो न, देखो न, हिमाल त त्यही छ, तर के भयो भन्दा हिउँ पग्लियो। सबै हिमालहरू कालो कालो देखिन लागिसक्यो गाइज। पहाड भन्दा पनि हिमाल नराम्रो देखिन लागिसक्यो। बाबुले मलाई सुट गर्यो। मैं मर गई, दो गोली खा के मैं मर गई। आया, मरे नि बाबा, मरे नि। गाइस, गर्मी भयो, घाम चाहिँ बेसरी नै अबि कपाल कालो हेर्नुहोस् न। आइ म काटै बाँधेर हिँड्छु रे, त्यही भएर घाम चाहिँ बेसरी नै चर्को लागेको छ बिहान बिहानै। र घाममा बसेर काम गर्दा चाहिँ एकदमै गर्मी भयो गाइस, गर्मी। काँटा पनि बाँधेर हिँड्छु। अघि योगा गर्दाखेरि झिकेर राखेको थिएँ, त्यहीँ बिर्सेर हिँड्छु। गर्मी भयो बाबु, मेहनत का पसीना। आजकल चाहिँ टोपी लाउनु पानी खानु भने गाइज।
फुटेको भाँडाहरूमा हामीले पानी राखिदिन्छ चराचुरुङ्गीको लागि। सो चराहरू आइरहेछन्। गाइस टोपी लाउने बानी बसेको अरे हेर्नु नि कपाल कलर त्यस्तो भएको छ। हिजो नआएको थिएँ आज च्याप्पै भएको छ। टोपी पनि एउटा लाउँछु र दुईटा लाउँछु दुईटा एउटा दुईटा। अहिले चाहिँ घाममा काम गर्दा चाहिँ गर्नुभयो अदरवाइज तल चाहिँ गर्नु के अरे चिसो नै छ घाममा बसेको भएर एउटा टोपी लाउँछु यो कपाललाई सेभ गर्नको लागि। अनि यो आउटर लेयर खोल्छु अनि अघि बाँकी रहेको ठाउँमा कसेर लाउँछु गाइस कसेर यता लगाएँ त्यो भागमा लगाएँ तलको सफा भइसकेको छ। अब यताको भागमा ल हेर्नुहोस् गाइस छत पुरा क्लिन भयो। पुरा धुलोहरू मैले क्लिन गरिदिएँ। यसको पनि धुलो बसेको थियो त्यो पनि क्लिन गरिदिएँ र यहाँ सर्लक्क धुलो चैट बनाइदिइसकेको छु सर्लक्क कुना कब्जाराको। यो आज मात्रै है फेरि बेलुका फेरि त्यस्तै भइहाल्छ। यो माटोहरू खसेर पातहरू खसेर जे भए पनि म माथि आउँदा चाहिँ छत सफा देखाउँ भन्ने चाहिँ मलाई लाग्छ। सो म माथि वक गर्न आएको बेलामा छतहरू क्लिन गरिदिइसकेको छु र हाम्रो छतमा अहिले के फलेको छ भनेर हजुरहरूलाई देखाउँछु। यो भयो साग र प्याजको पात, यो कुरिल्लो अलि सुकेको छ। बर्खा लगाएपछि फेरि हराभरा हुन्छ र यहाँ हेर्नु न पतिना कति राम्रो ब्युटिफुल नखाने खाम जस्तो पातहरू देखेको छ पतिनाको। बट मलाई चाहिँ प्रेसर लो हुन्छ पतिनाको कारणले। यहाँ केही छ डल्ले खुर्सानी जुन चाहिँ धेरै समय भयो लगाएको त्यही पुरानै बुटमा डल्ले खुर्सानी पनि फलिरहेको छ। यहाँ धनियाँ रोपेको त्यो खासै राम्रो भएन। साग पनि आफै उम्रेको थियो र यता पनि छ हाम्रो लसुनको पातहरू धनियाँको पातहरू र सागहरू। यो चाहिँ लसुनको पात हो गाइस। लसुनको बाबु तल गएर फेरि माथि आइसक्नुभयो र यहाँ कागती पहिला पुरानो काटेको कागतीबाट फलेको हो या अर्को नयाँ हो त्यो पनि थाहा छैन गाइस। यहाँ केही सागहरू र यो के भन्छ ड्र्यागन फ्रुट र यो पालङको सागहरू जुन हामीले खाना ल्याएको थियौँ त्यसको जरा हामीले यहाँ गाडिदिएको। यो 2-3 पटक हामीले 2-3 छाक तरकारी खाइसक्यौँ किन ल्याएको सागको जराबाट पनि। सो त्यहाँ प्रायको साग यो पालङको साग यो लसुन नचुडाउनु त्यसरी लसुन यो दुईटा कागती र ड्र्यागन फ्रुट यो उखु भइहाल्यो। उखु पनि सुकेर यस्तो भएछ कि गाइस अहिले राम्रै भएन छ। हेर्नु त यो यस्तो भित्र यस्तो छ। अब यो के राख्ने यसलाई नै काट्न पर्ने हुन्छ। ए छैन खोक्रो छ कि भित्र पुरै खोक्रो छ। कुनै पनि गतिलो छैन यसको त। त्यसको उतापट्टिको चाहिँ कस्तो छ थाहा छैन तर यो चाहिँ खोक्रो भइसकेको छ। आहा रायोको सागमा जुन यो कालो कालो लाइन बस्छ नि यो साग खानको मजा नै बेग्लै हुन्छ गाइस। यो ग्रिनवाला भन्दा यो कालो कालो परेको साग यहाँ पनि त्यस्तै बनेको छ र यहाँ पनि त्यस्तै हुँदैछ। यहाँ खरानीहरू छरिदिएको हो यहाँ किराहरू मरोस् भनेर। र यहाँ कुरिल्लो पनि एउटा हाँगा अहिले एउटा छ पछि फैलिँदै जान्छ र धेरै हुन्छ। र ड्र्यागन फ्रुट त हजुरहरूले पहिला नै देखि नै हाल्नुभएको थियो। र यहाँ पनि छ केही सागहरू र त्यहाँ धनियाँ छरेको र उम्रेको छ र सागहरू छ। यता नि साग र ड्र्यागन फ्रुट। सो हाम्रो खेतीपाती यस्तै छ। भाँडाहरू गतिलो नभएको कारणले देख्दाखेरि राम्रो देखिएको छैन बट खाना पाइरहेको छ त्यो नै ठुलो कुरा हो। र छत त सफा भयो। अब म आफूलाई नि सफा गर्छु हात मुख धोएर खाना खाने बेला नि भइसक्यो 10:30 भइसक्यो होला। कति बजे बाबु? सो छतहरू सफा गरेर आफूलाई फिट राखिसकेको छु। बिहान पसिना आयो नि त पसिना आउनु शरीरको लागि एकदम राम्रो कुरा हो। जाडो महिनामा खासै त्यस्तो पसिना आउँदैन। एकदम एक्सट्रिम एक्सर्साइज र कामहरू भयो भने मात्रै पसिना आउँछ। म ब्ल्याक देखेँ होला। सो गाइज अब भने तल जानुपर्छ खाना खानुपर्छ र आजको दिन भनेको पुरा रेस्ट गर्ने सोचिरहेको छु। अब 1 बजीसम्म त कामै भइहाल्छ घरको। हेरौँ अब 10:30 बज्छ भने 12-1 बजीसम्म काम सकेर दिनभरि रेस्ट गरेर 4-5 बजे फेरि
डिनर पकाउने कामतिर लाग्नुपर्छ र आज पुरा आराम गर्छु र भोलिबाट बाबु स्कुल सुरु हुन्छ र त्यही अनुसारको रुटिन हुन्छ। सो मेरो ब्लगहरू हजुरहरूलाई कस्तो लागिरहेको छ गाइज कमेन्ट गरेर भन्नु होला। राम्रो लागेको छ भने लाइक गरिदिनु होला, च्यानलमा नयाँ भने सब्सक्राइब गरिदिनु होला। अब तल जाऊ अनि बाँकी काम गरौँ। सो फ्रेन्ड्स अहिले घडीमा 12 हुन लागिसकेको छ। खानासाना खाएर सहरको सम्पूर्ण कामहरू सकिसकेको छ र अहिले म गर्दैछु चिकनको अचार बनाउने तयारी। सो बिहानै मैले खानासितै रोस्ट खानु मन लाग्छ भनेको थिएँ, तर 2-4 पिसको रोस्ट बनाउनु भयो बुढाले र बाँकी रहेको चिकन दिउँसो बनाएर रोस्ट भनेर छोडिदिनु भएको थियो। बट मैले सोचेँ कि रोस्ट बनायो भने आज मात्रै खानुहुन्छ या भरेसम्म खानुहुन्छ र चिकनको अचार बनायो भने चाहिँ भोलि पर्सिसम्म पनि खान सक्छ बाबुले भनेर मैले अहिले चिकनको अचार बनाउनतिर लाग्दैछु। सो जाँगर निकालेको छु। सोचेको त थिएँ खाना खाएपछि रेस्ट गर्छु, काम सकेपछि रेस्ट गर्छु भनेर, बट मैले यो काम गर्न थालेको छु गाइस। र बाबुको छुट्टीको आज लास्ट दिन र फ्री टाइम पनि छ, त्यो टाइमको सदुपयोग गर्दैछु मैले। र यो 10 दिन मैले बाबुलाई चटपट बनाएर खुवाउँला, पानीपुरी बनाएर खुवाउँला, आलु अमलेट बनाएर खुवाउँला भन्थेँ दिउँसो खाजामा। बट त्यो गर्न सकिनँ किनभने हामी प्रोजेक्ट वर्क गर्नुमै बिजी भयौँ र हिजो फ्री टाइम मिलेको थियो। हिजो हामी घुम्न गयौँ, घुमेर आएर बाबुले स्पेसलै खाजा खानुभयो, मोमो खानुभयो। त्यो मैले भिडियो रेकर्ड गरिनँ किनभने बुढाले अलिक ढिलै लिएर आइदिनु भयो थियो 4 बजीतिर र भोक यति लागेको थियो कि भिडियो बनाउनु भुसुकै भुल्यो। सो आज भने बाबुलाई चिकनको अचार बनाएर खुवाएर बाबुको लास्ट छुट्टीको दिनलाई नै स्पेसल बनाउँ न त भन्ने सोचेर म बनाउन जाँदैछु चिकनको अचार। यम 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 टेस्टी है। सो अब यो चिकनको अचार बनाउनको लागि यो ठुल्ठुलो पिसको चिकनलाई सानो सानो पिसमा कटिङ गरेर फ्राई गरेर राखिदिन्छु र चिकनको अचार बनाउने तयारी गर्छु। फ्रेन्ड्स अहिले घडीमा 1:15 भइसकेको छ र यहाँ चिकनको अचारको लागि मैले चिकन फ्राई गरिसकेको छु र बाँकी रहेको चिकनको ग्रेभी बनाउनको लागि पनि यहाँ चिकन फ्राई गर्दैछु छुट्टै। यो चाहिँ बाबुले दिउँसो खाजामा चिउरासित खानुहुन्छ भनेर यो ग्रेभी बनाउँदैछु र यहाँ चाहिँ यो जहिले पनि भातसित खानुहुन्छ भनेर चिकनको अचार बनाउँदैछु आज। अब यो एकदम ब्रिफली फ्राई भयो भने मात्रै चिकनको ग्रेभी पनि मिठो हुन्छ, सेतै भयो भने मिठो हुँदैन। सो यो मासुमा पनि डिफ्रेन्ट हुन्छ। कुनै मासु जति फ्राई गरे पनि सेतै हुन्छ र कुनै मासु यस्तो फ्राई गर्ने बित्तिकै रातो हुन्छ। यसरी रातो भएर नपाकिन्जेलसम्म यसमा मैले केही पनि हाल्दिनँ। यो पहिला फ्राई गर्छु। यहाँ अदुवा लसुन पनि पिनेर राखिसकेको छु। यो चिकनको अचारमा आज अदुवा लसुन पनि राखेर बनाउने फ्राई गर्दैछु किनभने बुढालाई अदुवा लसुन राखेको मनपर्छ, त्यही भएर। सो गाइस फटाफट म अब यो चिकनको अचार बनाउँछु। बनिसकेपछि कस्तो छ टेस्ट बाबुलाई ट्राई गर्न दिनेछु र हजुरहरूलाई पनि चिकनको अचारको यो रिभ्यू कस्तो बन्यो त्यो देखाउनेछु है त। गाइस हेर्नुहोस् फाइनली मेरो चिकन पनि रोस्ट भएर मैले यहाँ निकालिदिइसकेको छु भर्खरै र यसलाई सेलाउन दिनुपर्छ एकछिन अनि त्यसपछि मात्रै अरू काम गरौँला। र यहाँ मेरो अर्को चिकन ग्रेभीवाला चिकन पनि वाउ लुकिङ सो यमी। यो सुप पनि कस्तो वाउ कस्तो यमी देखेको छ, यमी नखाने खाम जस्तो देखेको छ। को चिकन लभर हुनुहुन्छ त्यसलाई चाहिँ यो भिडियो हेरेर चाहिँ चिकन पकाएर खाउँ जस्तो भयो होला। सो रोस्ट मनपर्नेहरूले नि भिडियो मार्फत यो खानुहोस् र ग्रेभी मनपर्नेहरूले भिडियो मार्फत खानुहोस् गाइस। आज बाबुको दरवाला पार्टी हुने होला। सो दरवाला जे खान्छु भने त्यही बाबुको फेभरेट हो नि त चिकन। के भन्छ मिट बाबुको फेभरेट हो नि त। आज बाबुको फेभरेट खाजा खान पाउँदै हुनुहुन्छ बाबुले। बाबुलाई थाहा छैन, बाबु त टिभी हेर्दै हुनुहुन्छ। सो मैले यहाँ कुकिङ गर्दैछु, बाबुले देख्नुभयो भने आएर टप्प टिपेर खानुहुन्छ। सो गाइस यस अब यसलाई नि एकछिन बोइल गर्छु र यसलाई एकछिनपछि बल्ल तयार गर्नेछु चिकनको अचार मरमसला अदुवा लसुन हालेर। फाइनली गाइस चिकनको अचार पनि रेडी भइसकेको छ। लुकिङ सो यमी यमी। ओ माई गड लुक एट दिस अचार। यसमा मैले पिरो पनि हालिदिएको छु किनभने बाबुले पिरो पनि खान सक्नुहुन्छ नि त। यो 1-2 पिस मात्रै खाने भएको भएर खानासँग खासै त्यस्तो असर पर्दैन। हल्का रातो खुर्सानीको धुलो जुन चिल्ली फ्लेक्स बनाएर राखेको थिएँ मैले घरकै खुर्सानीको, त्यही धुलो हालिदिएको छु। देख्दाखेरि कति यमी देखेको छ नि है। फाइनली चिकनको अचार पनि रेडी र यता हाम्रो ग्रेभी पनि रेडी। सो गाइज अचार त रेडी भइसक्यो। हजुरहरूलाई मैले भनिसकेँ 1 पिस अचार बाबुलाई टेस्ट गराउँछु भनेको चम्चामा हुने भनेन।
सो यो आँखा चिम्म गर भन्छु अनि सरप्राइज भनेर खुवाउँछु है त के भन्नुहुन्छ बाबुले बाबु आँखा चिम्म गर के आँखा चिम्म गर चिम्म गर्यौ चिम्म है चिम्म नखोल है नखोल फेरि तातो छ कि फेरि चिम्म गरेछौ के हो मासु त हुन्छ नि यो त नि मासुको कस्तो छ नमिठो हो पिरो आहा पिरो आहा क्या छैन नुन मिठो छ ह्याप्पी भाउ थ्याङ्क यू भनेको खै त थ्याङ्क यू भनेको खै त मम्मीलाई छ्या एनर्जी नि छैन क्या आज दिनभरि बाबुले टिभी हेर्नुहुन्छ क्या होइन भोलि स्कुल जान नि मन लागेन र बाबुलाई भोलि स्कुलमा जाँदा नि टिभीलाई यो बिचरा टिभीलाई लिएर जाऊ क्या टिभी लैजाऊ मैले यसलाई मिस गर्छु भनेर लिएर आएको भन क्या है हिजो नि घुमेर आएदेखि 8 बजीसम्म टिभी नै हेर्नुभएको थियो र आज पनि खाना खाएदेखि हेरेको अहिलेसम्म हेरै हुनुहुन्छ सो गाइज बाबुलाई अचार चाहिँ मन पर्यो अरे बाबुलाई टेस्ट गराइदिइसकेँ पिरो पनि आएको छ अरे नुन आएको छ कि छैन थाहा भएन मैले पिरो नहाल्दै एक पिस चाख्न नि भुलेछु बाबुलाई टेस्ट गर्नु दिएको बाबुले नुनको बारेमा चाहिँ थाहा पाउनुहुन्न पिरो चाहिँ आएको छ अरे आई होप कि अचार मिठो होस् सो लास्टमा म थोरै भेनिगर पनि राखिदिनेछु किनभने बुढालाई अलि अमिलो मनपर्छ र बुढाको लागि पनि सरप्राइज बुढालाई थाहा छैन अचार बनाउँदैछु म यसको भनेर रोस्टमा हालेर छोडेर जानुभएको थियो बेलुका आउँदाखेरि अचार कहिले कहिले खाना यसो तरकारी नमिठो हुँदाखेरि दुई पिस हालेर खाँदा पनि खाना मिठो हुन्छ नि त त्यही भएर पनि बुढाको लागि र छोराको लागि मैले अचार बनाइदिएँ र बाबुले चाहिँ स्पेसली जहिले पनि खाना खाँदाखेरि मासु छ भनिराख्नुहुन्छ त्यही भएर पनि दुई पिस लियो भने कमसेकम 3-4 दिनसम्मलाई त भइहाल्छ नि त बाबुको लागि मासु सो गाइज अहिले दिउँसोको 2 बज्न लागिसकेको छ बाबु टिभी हेर्न छोडेर टिभी अफ गरेर मम्मीसँग आएर यहाँ अङ्गलो मारेर बस्नुभएको किनभने भोलि स्कुल जान्छु दिउँसो यति बेला मम्मीलाई मिस गर्छु भनेर हो कि के हो हो टिभी हेर्दै थियो होला र कति हेर्छस् त नि यत्रो दिन हेरेछस् भिडियो नि भइसक्यो एउटै भिडियो रिपिट हेर्नु झ्याउला है यत्रो दिन हेरेको टिभीमा भिडियो नै सिद्धियो बर्बाद भयो नयाँ भिडियो बनायो भन्न टिभीलाई त्यही भएर पो लुसुक्क आएर यहाँ म हटाएर बसेर एकछिन ल हेर्नुहोस् गाई म यहाँ एकछिन घाम ताप्नु पऱ्यो रेस्ट गर्नु पऱ्यो भनेर थके मार्नु पऱ्यो भनेर बसेको बाबु हेर्नु नि आई मसँग आएर अङ्गलोमा आएर मलाई चलाएर बस्नु क्यारम बोर्ड खेलौँ भन्दै थियो म थाकेँ नि त तपाईँ बिहानदेखि टिभी हेरेर उफ्रिने हो त नि मलाई यसरी पल्टिनु मन लाग्यो उठ्न त पऱ्यो नि सुतेर यसरी हान्न त मिल्दैन ए भो हान्नै मन लागेन अल्छीलाई औँला पनि चलाउनु मन लागेन म यहाँ सुतेर भिडियो एडिट गर्दै थिएँ हिजोको हामी फेबताल गएको भिडियोहरू हेर्दै थिएँ त्यही हेर्दाखेरि बाबुले आएर आफ्नो भिडियो छ नि त आफू भएको भिडियोमा फेरि इन्ट्रेस्ट लागेर आएर हेर्छ अरू हेर्दैन आफू भएको भिडियोहरू मात्रै खै म के गर्छु म कस्तो देखेँ भन्दै हेर्छ तैँले गर्दा हिजो इन्जोय नि गर्न पाइएन ए जाम गर भने स्कुटरमा चढ्नु पाएन जाम गर भनेर हैरान गर्यो मै खान त मम्मीले ल चिकनको अचार बनाइदिएको उपलक्ष्यमा अरू बेला भने मम्मी मै खान्छु भन्दै अनि अहिले भिडियो अन गरेर मै खान त भन्दाखेरि अरे मै कि के ए नखाउ त त्यसो बाबाले मात्र खानुहुन्छ किन अनि मिठो नभएपछि त किन खानु पर्यो र तैँले भ्याउनुपर्छ त नि बाबाले भ्याइहाल्नुहुन्छ किन नसक्ने मै भ्याउँला नि किन खानु नखाने ए सो गाइज भोलि यति बेला बाबु स्कुलमा पढ्दै र लेख्दै गर्नुहुन्छ छुट्टी भोलि नगए के हुन्छ होला भन्दै थियो कति बेला भोलि स्कुल नगए के हुन्छ होला भन्दै थियो घरै बसेर टिभी हेरौँ ल भनेर होला हो हेर्नु त गाइज
यत्रो दिन छुट्टी भएको र बच्चा पनि अल्छी भयो स्कुल जानुलाई। अब भोलि त बिहान नै उठ्नुपर्छ। आज त बाबुलाई उठाउनु पनि परेन, आफै उठ्नुभयो 7:30 बजीतिर। उठेर जुरुक्क उठेर हेरेर बस्नुभयो, बिस्तारा सिरक फालेर तल आएर आज कुन्नी के भएछ, भोलिबाट स्कुल जानु छ भनेर हो कि आज पहिल्यै जाँगर लगाएको के हो र त नि? आफै हो। सधैँ आँखा खोल्छु तर बिस्तारामा हुन्छु, उठ्ने मन लाग्दैन अनि फेरि सुत्छ नि ढिलो। आज किन सुत्न मन लाग्न त नि? मैले उठाएको नि होइन आज फेरि। उठे किन त नि? रिजन चाहियो मलाई। आफै उठे किन त नि? थाहा भएन। माइनले पनि सङ्केत दियो होला नि त, अब भोलिबाट स्कुल जानु छ, आज यसलाई उठाउनु पर्छ भनेर, होइन? मैले त्यो कुरा सोचेको थिइनँ। होइन तैँले नसोचे नि, तेरो सबकन्सियस माइन्डले सोचेको हुन्छ नि त। आज छुट्टीको लास्ट दिन इन्जोय गर्नुपर्छ बिहान भनेर उठेर खेल्ने भनेर।